नमस्कार साथीहरू, आज मैले योनो एसबीआई ब्याङ्कबाट भारतदेखि नेपालको कुनै पनि ब्याङ्क अकाउन्टमा कसरी पैसा पठाउन सकिन्छ त्यसको बारेमा बताउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। योनो एसबीआई एप अन गरेपछि तपाईको अर्को इन्टरफेस यस्तो हुनेछ। सबभन्दा पहिला फन्ड ट्रान्सफरमा जानुहोस्, त्यसपछि सेन्ड मनीमा जानुहोस्, फेरि बेनिफिसियरी एड छैन भने एड गर्नुहोस्, छ भने पेमा जानुहोस्, त्यसपछि पर्पज सेलेक्ट गर्नुहोस्, त्यसपछि प्रोसेस गर्नुहोस्, फेरि एनपीआरमा कति पैसा पठाउने त्यो फिल गर्नुहोस्। यहाँ आइएनआर आपला तपाईलाई सो गराउँछ। त्यसपछि तपाईको यसमा ट्रान्जेक्सन चार्जहरू कति लाग्छ, कति पठाउने हो योहरू डिटेल दिइरहेको छ। प्रोसेसमा क्लिक गर्नुहोस्, फेरि यिनी तपाईको पर्पजहरू काउन्टर पार्टीहरू यो फिल गर्नुहोस्। त्यसपछि तपाईले रिमार्कमा फिल गर्न सक्नुहुन्छ। कति पैसा पठाउने यो देखिन्छ, कुन अकाउन्टमा कसको अकाउन्टमा यो फिल गर्नुहोस्। त्यसपछि यहाँ पे टर्म एन्ड कन्डिसनमा फिल गर्नुहोस्। त्यसपछि अगाडि बढ्नुहोस्। एमपिन या तपाईले ओटिपी का थ्रु यो फिल गर्नुहोस्। ओटिपी फिल गरेपछि सबमिट बटनमा क्लिक गर्नुहोस्। सबमिट बटनमा क्लिक गरेपछि ट्रान्जेक्सन इन प्रोग्रेस भनेर तपाईलाई यस्तो डिस्प्ले सो हुन्छ। तपाईले केही बेर प्रतीक्षा गर्नुहोस्, त्यसपछि रिक्वेस्ट प्रोसेस तपाईलाई आउँछ। यसरी तपाईको ट्रान्जेक्सन सफल हुन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। जय नेपाल। सब्स्क्राइब गर्न नबिर्सनुहोला।